Praise the Lord. जय मसीह. What is salvation? Salvation तीनटा कुरामा बाँडिएको छ स्टेपमा. फर्स्टमा जस्टिफिकेसन, सेकेन्डमा सेन्टिफिकेसन, थर्डमा ग्लोरिफिकेसन. नेपालीमा फर्स्टमा धार्मिकताकरण, सेकेन्डमा पवित्रकरण, थर्डमा महिमितकरण. अनि उद्धार मुक्ति भन्ने कुरा यीशुमा पाइन्छ भने नेपालीमा उद्धार मुक्ति लाउँछ. उद्धार भनेको पापबाट निकाल्नको निम्ति, रेस्क्यु गर्नको निम्ति. अनि सेकेन्ड मुक्ति भनेको अनन्त जीवनमा परमेश्वरको राज्यभित्रमा प्रवेश गर्न, प्राप्त गर्नु है. अनि यो तीनटा कुरालाई बुझ्नुपर्ने कुरा हुन्छ. र वाट इज साल्भेसन भन्दाखेरि तपाईँलाई थाहा भयो. पहिला कुरो धार्मिकताकरण, जब हामी पापी थियौँ परमेश्वरले धर्मी घोषित गर्नुभयो प्रभु यीशु ख्रीष्टको बलिदानद्वारा. सेकेन्डमा पवित्रकरण, कि पवित्र हुनुपर्छ परमेश्वरसँग बस्नको निम्ति, किन परमेश्वर पवित्र हुनुहुन्छ. थर्डमा ग्लोरिफिकेसन, हाम्रो शरीर महिमितको शरीर हुनुपर्छ. अन्तमा चाहिँ हामी आत्मिक संसार जहाँनिर स्वर्गीय भनिन्छ त्यहाँनिर बस्न पाउँछ. यो भौतिक शरीरमा हामी बस्न पाउँदैन. त्यही कारण हामी बुझ्नुपर्छ. फर्स्ट सुरु जस्टिफिकेसन, सेकेन्ड सेन्टिफिकेसन, थर्ड ग्लोरिफिकेसन. जय मसीह.